तपस्वीको रूपमा व्यापक चर्चा भइरहँदा तपस्वीलाई भेट्नको लागि भनेर म मेरो क्यामेराम्यान सहित गएको थिएँ। जाँदाखेरि भर्खर केही मानिसहरू त्यहाँ भिडभाड हुँदै थियो, त्यति धेरै व्यवस्थित थिएन। रुखको वरिपरि सानो डोरी लगाइएको थियो। गुरु चाहिँ रुखको एउटा सानो पुवालमा सानो एउटा बस्ने ठाउँमा ध्यानमा हुनुहुन्थ्यो। सुरुमा त हामीले पनि पट्याएनौँ, कसैले पनि पट्याउँदैन। कोही मान्छे सामान्य मान्छे 15 दिनसम्म, म 15औं दिनमा पुगेको थिएँ। उहाँले सुरु गरेको ध्यान सुरु गरेको 15औं दिनमा म रतनपुरी पुगेको थिएँ। त्यो दिनमा म त्यहाँ पुग्दाखेरि मलाई पनि त्यति धेरै विश्वास लागेको थिएन। जब मैले गुरुलाई नजिकबाट हेरेँ, एकछिन हेरेँ, आधा घन्टा हेरेँ, 1 घन्टासम्म हेर्दा पनि उहाँको सास फेरेको मैले देखिनँ। नदेखेपछि मैले मेरो क्यामेराम्यानलाई यो अलि लामै समय हेर्नु पर्यो भनेर क्यामेरालाई पुरै रेकर्ड गरेर लगाएर प्रकाश महत भन्ने क्यामेराम्यान हुनुहुन्थ्यो मसँग। अहिले पनि हामी टेलिभिजनसँगै काम गर्छौँ। उहाँले करिब 7-8 घन्टा, हामी त्यो दिनमा फर्कने कार्यक्रम थियो, तर उहाँको यो तपस्या देखेपछि बाहिर म विज्ञानको विद्यार्थी हो। विज्ञानले के भन्छ भने एउटा मान्छे सामान्यतया कति दिनसम्म नखाएपछि बाँच्न सक्दैन, तर विज्ञानलाई समेत चुनौती दिएर यसरी एकजना युवा अन्त टिनेजर, त्यो बेला उहाँ 14-15 वर्षको हुनुहुन्छ होला, मलाई धेरै स्मरण छैन तर मसँग रेकर्ड छ। अनि उहाँलाई हामीले खिच्नु लागि 8 घन्टा जति कहिले त्यहाँबाट हामीले रेकर्ड गऱ्यौँ। हामी पालो पालो बाहिर निस्केर पनि एकजनाले छोडेनौँ, तर उहाँले कहिले पनि साससम्म फेरेको पनि हामी देखेनौँ। जम्मा पनि घाँटी मेटिँदाखेरि उहाँको एउटा ढुकढुकी एउटा चलिराखेको मलाई देखिन्छ, अरू चलेको थिएन। उहाँले जुन पहिरनु भएको सेतो वस्त्र थियो त्यो पनि कालो भएर फ्याँकिसकेको थियो, रुखको पानी र धुलोले एकदमै कालो भएर फ्याँकिसकेको थियो। नङहरू पलाएका थिए, कपालहरू लामो भइसकेको थियो। त्यसपछि मैले त्यो रिपोर्ट साँच्चै यो चाहिँ यो एउटा फरक क्षमता भएको मान्छे हो भनेर मैले एउटा रिपोर्ट बनाएँ र काठमाडौँमा प्रसारण गर्न कोसिस गरेँ। तर त्यो बेलामा त्यो बेला तत्कालीन सम्पादकहरूले सुरुको दिनमा त्यो बेला अनुमति दिनु भएन, त्यो सम्भवै छैन, तपाईँले भनेको कुरा सत्य होइन। मैले भिडियो देखाएँ तर पनि मान्नु भयो। तर मैले लामो समय 1-2 दिन 3-4 दिनसम्म कन्भिन्स गरेपछि करिब 1 हप्तापछि मैले त्यो समाचार नेपाल टेलिभिजनबाट तपस्वी रामबहादुर बमजनको अनौठो तपस्या भन्ने शीर्षकबाट मैले समाचार सुरु गरेको थिएँ। पहिलो समाचार प्रसारण भएपछि मलाई धेरै विदेशी च्यानलहरू, किनभने हामी राखिएको अथेन्टिक टेलिभिजन च्यानल थियो नेपाल टेलिभिजन, अनि मलाई फुजी टेलिभिजन, एनएसके टेलिभिजन जापानको उहाँले मलाई फोन गर्नुभयो। लामो अन्तरबाट त्यो बेला मैले के दियो भन्ने कुरो मलाई त्यो बेला थाहा छैन, तर मलाई मैले देखेको कुराहरू बताएँ। त्यो मेरो प्रारम्भिक तपाईँलाई सुन्नु मैले कतिजना त त्यो बेला हुनुहुन्थेन होला, कतिजना म भर्खरको यङ्स्टरहरू देख्छु, उहाँ त जन्मिनु पनि भएको थिएन होला। मलाई के लाग्छ भने एउटा अद्भुत क्षमता भएको, एउटा अद्भुत मानिस फरक हुन्छ। अद्भुत क्षमता भएको मानिसहरू संसारमा जन्मिएका छन्। त्यो मध्येको एकजना गुरु हामीले पाएका छौँ भन्ने मन लागेर रेगुलर उहाँका जीवनका आरोह अवरोह सबै फलो गरेँ। कति प्रसारण गर्न सकेँ, कति सकिनँ। नसकेको कुरा पनि मैले आफ्नो रेकर्डमा राखेँ, कहाँ प्रसारण हुन्छ नीति समाचार माध्यमबाट पनि भनेर। यो समाचार चाहिँ अन्याय गरेका कुरा, उहाँले व्यक्त गरेका सिलका कुरा, उहाँका भलनाका कुरा र उहाँका विभिन्न चाहिँ बेला बेलामा व्यक्त गरेका उहाँको चाहिँ प्रवचनहरूका कुराहरू हामीले भनिराख्छौँ। र आज जुन अवस्थामा गुरु भौतिक रूपमा हामीसँग यहाँ नहुनु भए पनि कतैबाट हामीलाई हेरिराख्नु भएको छ, त्यो विश्वासका साथ म आज काठमाडौँबाट आएको। त्यसैले तपाईँहरू सबैलाई यो पवित्र स्थलमा तपाईँहरूलाई देख्न पाउँदा, म आफै पनि उपस्थित हुन पाउँदा एकदमै खुसी व्यक्त गर्दै आगामी दिनहरूमा सङ्घले आयोजना गरेको, खास गरी मोदी श्रवण धर्म सङ्घले गरेको कार्यक्रमहरूमा मेरो सहभागिता, मेरो उपस्थिति रहनेछ। र गुरुप्रति फेरि एकपटक नमन गर्दै, एकपटक श्रद्धा व्यक्त गर्दै म यहाँबाट बिदा हुन्छु। नमस्कार, मैत्री मङ्गलम।